हेलो गुड मर्निङ फ्रेन्ड्स। आज हामी सर्ट हाइक होइन, हामी अहिले सानो सानो हाइकहरू गर्दैछौँ। यो ठाउँमा चाहिँ हामी आइपुग्यौँ होइन। एउटा यो कस्तो जक्सन छ क्या यहाँनिर, यहाँनिर आएका छौँ। यो चाहिँ एकदमै राइडेबल पनि छ होइन। यो सिङ्गल ट्र्याक, यसमा चाहिँ मजाको फ्लो पनि हुन्छ होइन, अनि मजाको चाहिँ रमाइलो खालको चाहिँ राइड पनि गर्न सकिन्छ। अनि आज हामी चाहिँ यहाँ हाइक गऱ्यौँ। एउटा यो बाटो छ होइन, अनि त्यसपछि गएर हामी आएको बाटो यो हो होइन। अनि यो माथिबाट चाहिँ आउने बाटो, अहिले हामी चाहिँ यो बाटो जाँदैछौँ। अनि अर्को फेरि यो यतातिर चाहिँ बस्ती छ क्या, सानो बस्ती छ, यो बस्ती जाने बाटो पनि छ। अनि यहाँबाट चाहिँ रन पनि झरिन्छ। राम्रो बाटो आएको छौँ। आज सम्झना र म चाहिँ यो बाटोलाई चाहिँ गर्दैछौँ। र आज हामी यो बाटो जाँदैछौँ सम्झना हामी आज। ए ल ठिक छ। हो सम्झना चाहिँ अब बेलपत्ता होइन भनेर भन्छ भने चाहिँ कस्तो थाहै नपायो। यो बेलपत्र नै हो, बेलपत्र भन्छ यसलाई। यो बेलको बोट बेलपत्र हो। यसलाई चाहिँ हामीले चाहिँ भगवान् शिवलाई चाहिँ चढाउँछौँ। यहाँ चाहिँ राम्रो बस्ती पनि छ तलपट्टि। अनि हामी आज यताबाट झरेर जाने कुरा हो। अनि यसलाई चाहिँ भोगटे पनि भन्छ। यो चाहिँ एउटा नेचुरल यसलाई यो के भन्छ, यो नेचरल टिस्यु हो। यो टिस्यु पेपरको काम गर्छ होइन। कहिलेकाहीँ चाहिँ अप्ठ्यारो पऱ्यो भने चाहिँ यो युज गर्दा हुन्छ। एकदमै सफ्ट छ। अनि अर्को यो भनेको चाहिँ यो एकदमै काम लाग्ने छ हाम्रो भान्सामा चाहिँ, एकदम स्वाद खानालाई चाहिँ एकदमै स्वादिलो बनाउने हो। यसको नाम चाहिँ कडी लिफ पनि भन्छन्, कडी पत्ता भन्छौँ हामी होइन। है गाइस, यो चाहिँ बाँसको चाहिँ छ, थोरो रमाइलो छ। यो सिङ्गल ट्र्याक यहाँबाट लडियो भने चाहिँ तल पुगिन्छ होइन, लडिएन भने चाहिँ बडो रमाइलो छ। त्यो यो बाटो चाहिँ हामी प्राय हिँड्ने पनि गर्छौँ। यतातिर चाहिँ राइड गरेर छैनौँ, अघिको बाटोमा चाहिँ राइड गरेको थियौँ होइन। अब चाहिँ यसबारेमा चाहिँ हामी सोच्दैछौँ है साथीहरू। यहाँबाट चाहिँ धरान परस्ट स्पष्ट देखिन्छ यहाँबाट। अहिले अलिअलि हल्का यो टुवालो लागिरहेछ, त्यस कारणले गर्दाखेरि चाहिँ क्लियर देखिँदैन होइन। यहाँ चाहिँ यो हाम्रो एसियाको सान बिपी क्याचेसको चाहिँ एउटा नयाँ बिल्डिङ देखिन सकिन्छ होइन। अरू सबैजनाले छोपेको छ। ल है त, ल फेरि भेटौँ ल। तपाईँको दिन शुभ होस्। हेभ अ गुड डे। जय साइकल। हो समुद्र धरान बिच पर्छ होइन। यहाँ यसरी पहिरो गएको छ। अब यो बर्खामा चाहिँ यसरी पहिरो गयो। अनि यहाँ चाहिँ हिँड्ने बाटो पनि थियो र यहाँ बस्ती छ। फेरि यहाँ यो बस्ती छ, अनि गरी तल पनि बस्तीहरू छ। यसरी बस्ती छ, त्यहाँ घर छ। यहाँ यो निलो देखेको घर छ है, यहाँ पनि घर छ। यो चाहिँ जोखिममा छ यो बस्तीहरू। यो पहिलो रोकथामलाई चाहिँ हामीले यो हिउँदमा के गर्न सकेनौँ भने फेरि अर्को पहिरो जाने एकदमै सम्भावना पनि छ। यसको लागि हाम्रो वडा नम्बर 20 हाम्रो नगर के गर्दैछौँ पनि उहाँहरूले त यसको बारेमा जानकारी गराउनु पर्यो होला।
हानेपछि त नक्कल अब